शालीन हुन्छन्, शिष्ट हुन्छन्, भौतिक हुन्छन्, यिनीहरूले चाहिँ तपाईँको साथ केही गर्दैनन्, आउँछन् काठमाडौँमा आन्दोलन गर्दैन। अब तपाईँको एउटा भनाइ छ, अति भयो भने क्षति हुन्छ भन्ने भनाइ छ। हामी सहन्जेलसम्म सहन्यौँ। एउटा जब हाम्रो धैर्यताको बाँध टुट्नेछ, फेरि हाम्रो आन्दोलनमा हाम्रो नेताजीहरूले जो हाम्रो नेतृत्वमा हुनुहुन्छ नेपाल शिक्षक महासङ्घको, उहाँहरूले फेरि एउटा चाहिँ रणनीति तयार गरेर हामी जसरी हुन्छ यसभन्दा अगाडि नेपाल सरकारले जुन हाम्रो नेपाल शिक्षक महासङ्घ गरेका ती सम्झौताहरू छन् ती बुँदाहरूलाई कार्यान्वयनमा लगेन भने र अविलम्ब नयाँ शिक्षा ऐन जारी गरेन भने तपाईँ यसै पनि हेर्नुहोस्, हाम्रो देशमा पञ्चायती व्यवस्थादेखि अहिलेसम्म मुलुक कहाँदेखि कहाँ पुगिसक्यो। नेताजीका सुविधाहरू हेर्नुहोस्, यो प्रदेश यस्तो छ, त्यहाँका सांसदको सङ्ख्याहरू हेर्नुहोस्, यसलाई देशले टेक्न सकिरहेको छैन। त्यो अनावश्यक व्यवहारको कुरामा उहाँहरू रातारात निर्णय गर्नुहुन्छ, उहाँहरू मध्यरातमा संसद बोलाएर पनि त्यसै निर्णय गर्नुहुन्छ। तर गुरुहरू शिक्षकहरू जसलाई उहाँहरूले सम्मान गर्नुपर्ने हो, शिक्षकका हाम्रा मागहरू त्यस्ता बोजिला मागहरू छैन। हामी राज्यलाई व्यवहार थप्ने खालका मागहरू पनि छैन। मात्र के हो भने एउटा मुलुकलाई सुशिक्षित गराउने, शिक्षाको माध्यमबाट एउटा समाजलाई सुशिक्षित गर्ने, जसको समाजमा त्यत्तिकै जिम्मेवारी भूमिका छ। विद्यालयभित्रलाई हेर्नुहोस्, त्यो खालको एउटा शिक्षक र कर्मचारी वर्गप्रति जुन खालको अनुदान नीति राज्यले दिएको छ त्यसको पक्षमा हामी हुन सकेनौँ, किनभने राज्यले हामीलाई योभन्दा अघिल्लो